लाई साथी माथि आज चाहिँ यहाँनिर यस्तरी पुरी बनाउँदैछु कि बेल्नलाई भुइँमा बस्न मजाले अलिकति पर्दाखेरि मैले सरसरी गरेको दुख्दो रहेछ कि आज 7 दिन भइसक्यो अझै पनि दुखेर उठ्नु बस्नु हुँदैन। फेरि खाना चाहिँ मनपर्ने फेरि पुरी खानुपर्ने अरे फेरि यस्तै हेर्नु नि के अचम्म है। यस्तरी गरेर बनाउँदैछु म यहाँ देखाउँछु त। यहाँ अर्को हुँदैछ बनिँदैछ। यसलाई यस्तो गरेर अहिले पल्टाएर यसलाई यता सार्छु अनि त्यहाँदेखि यसलाई यहाँ आगोमा सेकाउँछु नि फुलिन्छ। यहाँनिर यति भएको छैन त्यसरी छोपेन पेपरले छोपेन भने पनि भएर अलिक चाम्रो भएको जस्तो लाग्छ। हेर्दाखेरि यस्तो छ बाक्लो होइन तर फुलेको छ। फुल्न चाहिँ धेरै मजाले अब आगोको कोइलामा जस्तो बनाएको त हुँदैन हुनु त तर पनि म कसै यहाँ यसरी पेपरमा चाहिँ छोपेर राख्छु यसरी। यसलाई अहिले म यस्तो गर्छु भने नि फोन पक्रिदिने मान्छे छैन। अब यसलाई म यो पेनलाई यता सार्छु अनि यसलाई अलिक हिट हाई बनाउँछु अनि त्यहाँदेखि चाहिँ म यसलाई यस्तो गरेर यसरी सेक्छु। तपाईँ कतिको छ त आगोको कोइलामा हुनु भने कस्तो मजाले हुन्थ्यो है। म पनि यस्तरी गर्छु यस्तो गरेर फुल्याउँछु। त्यस्तो धेरै त फुलिँदैन र पनि अलिअलि देख्नु होला नि अलि नै फुलिन्छ। कुनै कुनै त फुलिन्छ मजाले कुनै कुनै चाहिँ जस्तो रको ठाउँमा अलिअलि हुन्छ त्यही पनि नभएको भन्दा है। नै गाइस दुःख यस्तो हुन्छ। आगो दाउरामा हुने कति हुन्थ्यो।